छैन हैन ठ्याक्कै बुढाको हात यसरी राख्ने बुढीहरूले चुन्नी त ओढेकै हुन्छ हैन ठ्याक्कै यो बान्ने छोड्यो निकालिनु हुने पनि छ निकाल्नै पर्ने बाध्यता छ उता बुढा जलेर मर्दैछ त आगो लागिरहेछ बुढा बिहोस हैन अब बुढा बिहोस छ उसलाई बाहिर एक साइडमा त निकाल्नु पर्यो यो तरिकाले चुन्नीले हात बान्ने आफू यो तरिकाले बस्ने यो तरिकाले छिराउने अनि यो स्टाइलले यो चाहिँ तपाईको उठाउनु न धुलोमा भयो पनि सार्न सकिन्छ जस्तै उयो हुँदो रहेछ क्या कोकरुमा सार्नु सकिँदो अब अर्को कुरो के छ भने हाम्रो विपद लड्यो अथवा कहीँबाट लड्यो होइन हामी के गर्छौँ स्टेजमा मन लाग्यो त्यहीबाट उचाल्छौँ जबरजस्ती हाल्छौँ अब उहाँ लड्नु भयो उहाँको के मुखमा ब्लड पुरा आइरहेछ उहाँलाई सास फेर्नु एकदमै गाह्रो भइरहेछ भने अब उहाँ 400 किलोको हुनुहुन्छ बुढी छ 40 किलोको उठाउनु सक्दैन त होइन त्यस्तो अवस्थामा के गर्ने हात यसरी राखिदिने होइन बुढाको खुट्टा यसरी राख्ने अनि यो स्टाइलले सार्ने पल्टाउने श्वास प्रश्वासमा समस्या भएको कारणले गर्दा यसरी सहज तरिकाले उसको हात उसिनेर श्वास प्रश्वासमा के गर्ने सहज बनाइदिने पल्टाउनु पनि सकिन्छ त्यसो गरेपछि अब हामीले स्टेजरमा हाल्नु पर्यो होइन यस्तो उहाँ लम्पसर भएर सुतिरहनु भएको छ अब स्टेजमा कसरी हाल्ने समातेर नेक्ला लुलुक पारेर हाल्नु पर्यो सिस्टमले हाल्नु पर्यो आफ्नो बिमारीलाई चाहिँ आफ्नो यहाँ चढाउनु पर्यो त्यस्तो गरेर यहाँनिर ठक्क आउँछ स्टेजमा यहाँ हाल्ने ठ्याप्पै छोड्ने अनि बिरामीलाई मेन कुरा अब यहाँ अनुहारमा चोटपटक लागेको छ नाकमा ब्लड ब्लिडिङ भइरहेको छ भनेदेखि उहाँलाई श्वास प्रश्वासको अप्ठ्यारो हुन्छ नि त उहाँले अघि देखाउनु भएको चाहिँ यो खुट्टा घुम्चायो होइन तपाईँहरू सक्नुहुन्न उहाँ एकदम वेटदार हुनुहुन्छ भने हातलाई यो यसरी राख्ने सिरानी बनाएर राख्ने यो यसरी राखेर यो यति थिच्दाखेरि नै उहाँलाई सजिलो हुन्छ कि यो हातले यहाँ सिरानी भयो अनि उहाँलाई श्वास प्रश्वासमा सजिलो भयो त्यो विधि सिकाएको खास चाहिँ त्यसरी बुझिदिनुहोस् यसो गर्दाखेरि चाहिँ जति वेटको मान्छे पनि हामीले सजिलै यता पल्टाउन सकिन्छ कि अब यो सिपिआर विधिहरू छ धेरै अब यो अहिले सम्भव सिपिआर